हामीहरू भिडियो बनाउनु पाइन डाइरेक्ट गाडीमा भिडियो बनाउँदैछु मतलब भुले अनि आज हामी हाफ्लुङ जाँदैछु दिदी भक्कमा हाफ्लुङ गएर नै बताउँछु किन निस्क्यौँ हामीहरू हाफ्लुङ अचानक अब अनि यहाँ चाहिँ छोरी अनि उहाँ चाहिँ छोरा उहाँ चाहिँ बुढा अनि त्यस बादमा अब खाजा पनि खाएको छैन निस्किनु त बिहानै निस्किन्छु भनेको तर अलिक ढिलै भयो अहिले टाइम कति भयो 9:30 भइसकेको छ खाजा पनि खाएको छैन अब रस्तामा हामीहरू खाजा पनि खानुपर्छ हेरौँ के हुन्छ अब हामीहरू खाजा खान आइपुगे यहाँ सबैजना खाजा खान आइपुगेछु डल्लु अनि यहाँ मेरो पुच्चुली हामीले खाजा खाएर निक्ले खाजा खाँदा ओर्दा 10:30 भइसक्यो तामाङ खाएर जिबाट रातो भइसक्यो लागिसक्यौँ हाम्रो बाहिर अल्छी लाग्यो अब यति दूर पुगिसके मस्त भूख लग रहा है अभी मेरे को मस्त भूख लग रहा है अभी जाके खाएगा उसका बाद में फिर से स्टार्ट होगा जर्नी फिर देखेगा कब पहुंचेगा उसका बाद में आप लोगों को फिर से बताएगा ओके देन बाय यो हाफ्लुङको रास्ता चाहिँ के साह्रो सुनसान हो यस्तो अल्छी लागिसकेन एउटा गाडी देखिन्छ न मान्छे देखिन्छ के हो यस्तो झाडु मात्रै देखिन्छ त यहाँ आएर यहाँ नसुतौँ भने यहाँ ड्राइभर ज्यूलाई निन्द्रा लाग्छ भनेर हामी नसुतेको त यहाँ लकडाउन जस्तो लागिसक्यो साह्रै उसलाई पनि यस्तो ठाउँ बाफ्रे के साह्रो अल्छी लाग्दो रास्ता जग्गा हाफ्लुङ भन्ने ठाउँ त है न घर छ घरै छैन एउटा नै घर छैन मान्छेको घर त देखेकै छैन भन्ने पनि हुन्छ यस्तो अल्छी लाग्दो जग्गामा चाहिँ को बस्छ होला राम म यस्तो ठाउँमा बस्नु पऱ्यो भने त कहिले मर्थ्यो होला है भगवान् हेर्नुहोस् कति टाइम भइसक्यो यहाँ भिडियो बनाएको कोही एउटा परिन्दा पनि छैन के हो यो दुनियाँमा त हामी 4 जना मात्रै छौँ जस्तो लागेको छ बुढाबुढी नानी 2 जना हामी मात्रै छु जस्तो भइसकेको छ यहाँ कोही छैन सुनसान रोड माइबाङ यो हो निचे डाउन नदी पनि रहेछ जो कि सुकेको छ अहिले बाढी पनि ठुलो हुन्छ होला नि छोरी काम गर्दैछ हामी अहिले त्यो गली घुसिसक्यौँ उहाँहरूको गाडी पनि छ अर्को गाडी पनि आएको छ हामी मात्रै होइन पछाडि आमा बडी मम्मी बडे पापा छ आर्नाको बहिनी छ गाडीबाट उत्रे आइपुग्यो घर यता छ भन्छ कता हो यहाँ गाउँमा घुसिसके तर गाउँ चाहिँ पहाड काटेर बनाएको रहेछ गाउँ चाहिँ अब भन्नु गयो भने हाफ्लुङ चाहिँ पहाड इलाकै नै रहेछ अनि वहाँ रस्तै नभेटेर हामी त निचे तलदेखि नै गयो तर माथिदेखि रहेछ रस्ता अनि वहाँ हामी चाहिँ 1-2 दिनको लागि नै गएको धेरै कपडाहरू बोकेर गएको छैनौँ अब हामीहरूको 4 जनाको लुगा एउटै बेगमा अटेर हामीहरू अनि यिनीहरू नानीहरू अब नियम सियम गरिसके हाम्रो बाबुले कति पैसा पायो देखाइदेऊ कति पायो पैसा पायो हाम्रो बाबुले अब हामी मिठी खाने त्यो पैसाले नि जाने दिन हामीहरू कहीँ पनि जानु पाइन नानीको 8 महिनामा दाँत निस्क्यो भनेर हामीहरू दिदीकोमा गएको थिएँ नानीलाई खाना खिलाउनु मामा माइजू भएर अब 8 महिनामा दाँत निस्क्यो भने माइतीलाई पिरिन्छ भन्छ नि त्यस्तै भएर हामीहरू त्यो नियम चाहिँ गर्नुको थिएँ अनि त्यसपछि त्यो दिन रात परेर अनि भोलिपल्ट चाहिँ हामीहरू अलिकति एक दिनकै लागि गएको थिएँ जानु चाहिँ अनि एक दिनमा चाहिँ हामी घुमघाम गरेँ अनि त्यहाँ रिल्सहरू बनाइबुनी पनि गरेँ धेरै रिल्स त बनाउनु पाइनँ किनभने कि जेठानी दिदी साह्रै बिमार पनि हुनुभयो त्यहाँ गएर त्यही भएर उनको भिडियो फोटोमा पनि यति आउनु पनि भएन अनि मेडिकलमै कुदाकुदी भयो त्यसपछि तेस्रो पल्ट 3 दिनको दिन हामी घर फर्किहाल्यौँ बिहान भन्दाखेरि पनि 9 बजे हामी वापस आए यही हो मेरो भिडियो हाफ्लुङको बाई बाई गाइस।